नमस्कार आदरणीय दाजुभाइ दिदीबहिनीहरू। अहिले सड़क तातिरहेको छ। 77 जिल्लामा सड़क तातिरहेको छ, आवाज उठिरहेको छ। नागरिकले आफ्नो संवैधानिक हक प्रयोग गरिरहेको छ। मेरो सबैलाई अनुरोध छ, सबै पार्टीकालाई, कांग्रेसलाई, कम्युनिस्टलाई, राजावादीहरूलाई सबैलाई अनुरोध छ, हामी सड़कबाट कसरी भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ, कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी डेलिभरी दिन सकिन्छ, कसरी विकासको कामलाई एकदम चुस्त दुरुस्त बनाउन सकिन्छ, कसरी नागरिकहरूलाई हौसला प्रदान गर्न सकिन्छ भन्नेतिर लागौं। डिफेन्ड गर्नेतिर कोही पनि नलागौं। सबैलाई थाहा छ, नेपालीहरूलाई थाहा छ, अन्तर्राष्ट्रिय जगतलाई थाहा छ अहिलेको शासकहरू कस्तो हो, हिजोका शासक कस्तो हो भन्ने सबैलाई थाहा छ। र विनम्र अनुरोध, कसरी सुशासन कायम गर्ने, भ्रष्टाचार न्यूनीकरण कसरी गर्ने, अहिले विकासका योजनाहरूमा व्यापक चरम भ्रष्टाचार छ त्यसलाई कसरी नियन्त्रित गर्ने, कसरी यो सीआईए लाई अख्तियार दुरुपयोगलाई सशक्त बनाउने, कसरी सशक्त कानून बनाउने तिर लागौं। यो नागरिकहरूलाई भ्रम छिर्ने काम नगरौं। जनजागरणको नाममा आफ्नो डम्फु नबजाऊ, डम्फु बजाऊ, राष्ट्रको डम्फु बजाऊ। कसरी राष्ट्रलाई समृद्ध गर्न सकिन्छ भन्ने डम्फु बजाऊ। तब अहिले व्याप्त भ्रष्टाचारलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने डम्फु बजाऊ। यो नै मेरो सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई अनुरोध हो। र कसरी आम नागरिकहरू पनि अब हामी जनता जनार्दन कसरी हुने, कसरी खराब असल छुटाउने, कसरी भ्रष्टाचारी र एकदम सुशासनमा लागेको मान्छेलाई छुटाउने भन्ने अब तपाईहरुको जिम्मा हो। अब पनि यही क्लेप्टोक्र्याट्सहरूले, यही ठगहरूले, यही भ्रष्टाचारीहरूले, यही बिचौलियाहरूले यो देश हाँक्ने हो भने तपाई हामीहरुको बेहालत हुन्छ। हामी नेपाली भनेर हामी बाँच्न पनि गाह्रो हुन्छ। सबै दाजुभाइ दिदीबहिनीहरूलाई चेतना भया। हिजोको दिनमा केही समयको लागि तपाईहरुले झुकाउनु भयो, अब सधैं नेपाली नागरिकलाई झुकाउन सक्नुहुन्न। जनता जनार्दन भइसकेको छ। सही गलत छुटाउन सक्ने क्षमता आम नागरिकमा छ र हामी कोही पनि कसैको अन्धभक्त नहौं। सहीलाई सही भनौं, गलतलाई गलत भनौं। यसैबाट मेरो देश नेपाल, तपाईको देश नेपालको भविष्य सुनिश्चित हुन्छ। नमस्कार।